नमस्कार प्रिय दर्शकहरू, स्वागत छ हाम्रो च्यानलमा। आज हामी तपाईहरूलाई नेपाली साहित्यको एउटा अत्यन्त चर्चित, विवादास्पद र मनोवैज्ञानिक गहिराई भएको कथा सुनाउँदैछौँ। प्रेमा शाहको पहेँलो गुलाफ। यो कथा एउटी युवतीको डायरी हो। क्षयरोगले ग्रस्त एउटी महिलाको शरीर, मन, यौनिकता, वैवाहिक सम्बन्धको द्वन्द्व, पुरुषको लोलुपता र नारीको दबिएको इच्छालाई अत्यन्त खुल्स्त र साहसी रूपमा चित्रण गरिएको छ। 80 सालमा प्रकाशित यो कथा अझै पनि नेपाली साहित्यमा यौन मनोविज्ञान र नारीवादी दृष्टिकोणको उत्कृष्ट नमुना मानिन्छ। यो सजिलो कथा होइन। यो सुन्दा तपाईँको मन अनेक प्रश्नले भरिन सक्छ। लोग्नेको माया के हो? शरीरमाथिको अधिकार के हो? रोगले ग्रस्त महिलाको यौनिकता कस्तो हुन्छ? तयार हुनुहोस्, यो कथा डायरी शैलीमा छ। म तपाईँलाई पुरै पढेर सुनाउँछु। बीचबीचमा भावनात्मक व्याख्या र विश्लेषण पनि गर्दै जान्छु। सार गते 2 महिनादेखि मैले केही लेख्न सकेकी छैन। डायरीका यी रिक्त पानाहरू जति पल्टाउँछु उति म भित्रको खाली झन झन बढ्दै गए जस्तो लाग्छ। कस्तो खाली हो म आफै पनि जान्दिनँ। यो खालीपन के हो? यो मेरो शरीरको खालीपन हो कि मनको वा दुवैको? म ज्यादै दुब्लाइसके। थुक्सँग कहिलेकाहीँ रगत मिसिएर आउँछ। राति आँखै तिरबिराउने कालो रगत। मलाई टिबी भएको रहेछ। हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने 8 महिना भइसक्यो। त्यसपछि यही स्यानेटोरियममा छु। धेरै भइसकेको छ। मेरो छातीको एक्सरे गरेको। डाक्टरले भन्थ्यो मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे। साँच्चै मलाई पनि यस्तै लाग्छ। मेरो फोक्सो अब कुहिएर फतहत्ती झड्न मात्र बाँकी छ। मैले उहाँसित मेरो एक्सरे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै त्यो अरसम्म मलाई देखाउनु भएको छैन। उहाँ भन्नुहुन्छ मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ गे। ओहो, मलाई आश्चर्य लाग्छ। किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ? अब के बाँकी छ र? छकिने जति म पहिले नै छकिसकेकी छु। यो थुक्सँग लपतिएको रगत, यो कुहिएको फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि हुन्। अझ कति म छकियो, कतिसम्म घाटा परो। उहाँ मलाई अति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ। सधैँ मेरा अगाडि आएर घन्टो बसिरहनुहुन्छ। मलाई यत्रो भयङ्कर सर्वारोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र? तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न। झन् एउटै पलङमा मसँग च्यापिएर बस्नुहुन्छ। मलाई उहाँको ज्यादै पिर लाग्छ। कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसके। उहाँ मान्नुहुन्न। म के गरौँ? हिजै पनि उहाँले अस्तो काम गर्नुभयो। सम्झँदैमा मेरो मुटु अझै थरथर काम्छ। उहाँ मेरो अगाडि हुनुहुन्थ्यो। बस्दा बस्दै मलाई एकमासको खोकीले च्याप्यो। मुटु थर्केर बाहिर निस्किला जस्तो भएको थियो। अनि उहाँ कति डराउनु भएको थियो त्यस बेला। खोक्दा खोक्दै रगतको सानो ढिका सहितको थुक र र्यालसँग लटपटिएर मेरो चिउडोभरि पोथ्यो। मलाई आफ्नै सुर थिएन। पछि पो थाहा पाएँ उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र र्याल थाप्नुभएछ। म छक्क पर्छु उहाँको लापरवाही देखेर। कस्तो केटाकेटी जस्तो मान्छे। अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो। फोहोरले खटखटिएको त्यही रुमाल किन चलाउनु पर्थ्यो? मेरी मुख पुस्ने भुवादारी रुमाल पलनेर स्ट्यान्डमा झुन्डिएकै थियो नि। कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको प्योर सिल्कको। मैले नै एकचोटि उहाँलाई किनेर दिएको। कति खुसी हुनुभएको थियो त्यो रुमाल पाएर। मलाई प्याजी रङ चौपट्टै मनपर्छ। मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन्। प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रसन्न हुन्छ। त्यसैले उहाँ जिस्क्याउनुहुन्थ्यो तिमीलाई त प्याजी रङको टपभित्रै पो सधैँ डुबाइराखु कि? यति मात्र होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ। घरमा मेरो ड्रइङ रुम अगाडि दुबोको चौरभरि उहाँले प्याजी रङका जलमेराहरू लगाइदिनु भएको छ। म घन्टौँ ती प्याजी फुलहरूको बीचमा बसेर साँझको रमाइलो बादल हेरिरहन्थे। कति आनन्द लाग्थ्यो। अहिले 8 महिना भइसकेको छ। म यहाँ छु। ती फुलहरूको चाहार कसले गरिदिँदो हो? ती प्याजी झरमेरा, प्याजी रुमाल, ओहो असरी फोहोरमा कक्रिएका मेरो फोक्सोका किराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान्। छि, धोएर पनि के गर्नु त्यो रोगी रुमाल? त्यसैले मैले फोहोर मिल्जाउने भाँडोमा हालिदिएँ। उहाँ मलाई कति धेरै माया गर्नुहुन्छ। म परि लगाउन सक्दिनँ। मलाई थाहा छ त्यो माया म भित्र व्याप्त छ। मेरो एक एक नसामा त्यसले जरा गाडिसकेको छ। त्यसबाट मुक्त हुन म कहिल्यै सकुला र म खुसी छैन। अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेस पनि म भेट्न सकिनँ। यत्तिको माया पाएर पनि म खाली खाली नै छु। यो खाली सायद कहिले भरिँदैन। 2 महिनासम्म म ज्यादै थलिएँ। अहिले रिसन्चो छ, तर के टिबीका किराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्। त्यहाँ त खाली पल मात्रै होलान्। कहिलेकाहीँ मलाई छाती र मुटुभरि बतास छिरे जस्तो लाग्छ। त्यसैले म भित्र हावै हावा मात्र छ। अब हावा भरिएको बेलुन मेरो फोक्सोको पाल च्यातिएर ठुलो पाल भइसक्यो। सिँगै आकाश अटाउन सक्छ। यहाँ एउटा रित्तो आकाश। के गर्नु? रित्तिनु मात्रै त रहेछ नि। जति भर्यो उति रित्तियो। असार गते उहाँ आउनुभयो। सधैँको जस्तो आज पनि आफैले अनार छोडाउनु भयो र रस निचोरेर गिलासमा हन्याउनु भयो। मलाई खान मन थिएन। गिलासतिर मैले हेर्दै हेरिन। उहाँको कुरामा पनि साथ दिन। मेरो मन हिजोदेखि उदास उदासै थियो। चल्ल बोल्नसम्म मन थिएन। यही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनु भयो। मैले सुन्दै सुनिन।
आखिर उहाँले नै जबरजस्ती मेरो टाउको समातेर त्यो गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनु भयो। मुखमा लागेको अनारको च्यापच्यापे झोल मैले राम्ररी पुस्न पनि पाइनँ। एक्कासी गोहीको तिखा धाराले मेरो ओठलाई अर्याममा चपाए। म रन्थनिएँ। ओठबाट कति रगत र किराहरू निस्के मैले थाहा पाइनँ। म बेहोस भएछु। अहिले 2 घण्टा अगाडि मात्रै पो म बिउझे। खोइ उहाँ त गइसक्नु भएछ। पानी परेकोले हो कि ऊ अझै पानी दर्कन्दैछ। यो पानी अब रातभर थामिँदैन। अय्या, मेरो पाखुरा किन यसरी दुखेको बेसारै बटारे चाहिँ भइरहेको छ। ए, बिहान डाक्टरले पनि यसैमा इन्जेक्सन दिएको हो क्या? त्यहाँ स्ट्यान्डमा कि त्यो मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ। यस्तो पानीमा वर्षाती पनि लाउनु भएको थिएन। यो कोट मेरो चोलोमाथि, मेरो सेतो चोलो मेरै रगत हराएको मुख जस्तो सेतो थान्नो। तैपनि उहाँ मलाई उत्तिकै माया गर्नुहुन्छ। पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेको भन्दा पनि बढ्ता। उहाँको सुमसुमेमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ। मेरो ओठ भई अघि उहाँले लगाइदिएर जानुभएको थुक अझै लपक्क भिजेको छ। असार गते 2 दिनदेखि केही लेख्न सकिन कि भन्नु। लेख्न पाइन, फुर्सदै भएन। यी 3 दिन उहाँले 1 मिनेटको लागि पनि मलाई कहीँ छोड्नु भएन। म बाँधिएर बसिरहे। उहाँको जब्बर अङ्गालोभित्र म रोगी, त्यसमा पनि छेका किराले ध्वस्त पारिसकेको। त्यतिकै उम्कन सक्ने बल कहाँ पाउनु मैले। उहाँको शरीर मेरो दुब्लो कमजोर शरीरमाथि थिचिन्थ्यो। मलाई सास फेर्न गाह्रो हुन्थ्यो। तर उहाँलाई मतलब थिएन। उहाँको आँखामा एउटै कुरा थियो, भोक। मेरो शरीरप्रति उहाँको भोक कहिले मर्दैन। मेरो फोक्सो कुहिँदैछ, रगत बगिरहेछ, तर उहाँको तागत झन् झन् बढिरहेछ। म सोच्छु, यो माया हो कि स्वार्थ? यो माया हो कि मेरो शरीरमाथिको अधिकार? उहाँलाई मेरो मनको खालीपन थाहा छैन। उहाँलाई मेरो शरीर मात्र चाहिन्छ। यो शरीर जुन अब मेरा लागि बोझ बनेको छ, उहाँका लागि अझै आकर्षणको स्रोत छ। दर्शकहरू, यहाँ प्रेमा शाहले नारी शरीरमाथिको पुरुषको नियन्त्रणलाई अत्यन्त तीखो रूपमा देखाउनु भएको छ। विवाहपछि महिलाको शरीर पुरुषको सम्पत्ति जस्तै बन्छ भन्ने सामाजिक यथार्थलाई यो डायरीले उजागर गर्छ। रोगले पनि उहाँको लोलुपतामा कमी ल्याएको छैन। यो कति पीडादायी छ। असार 10 गते म अब निको हुने छैन। मेरो फोक्सो पुरै पाल भएको छ। डाक्टरको अनुहार हेर्दा म बुझ्छु, अब समयको कुरा मात्र हो। म सोध्छु, यदि म उहाँलाई टोक्दिए भने, नङ गाडेर मासु झिकिदिए भने, मेरो फोक्सोका सबै किराहरू उहाँमा सारिदिए भने, उहाँलाई पनि सेतो पलङमा बाँधेर राखिदिए भने, गुलाफको हरेक पत्रमा झुसिल किरा लागे जस्तै हरेक नारीको सौन्दर्य रित्य हुने पनि एउटा लोग्ने हुन्छ। पहिलो गुलाफ जस्तै सुन्दर लाग्ने मेरो शरीर अब किराले खाएको छ। उहाँले पनि त्यही गुलाफलाई च्यापेर रित्याइरहनु भएको छ। मलाई लाग्छ, म मर्नु अघि उहाँलाई पनि मेरो रोग दिन्छु, मेरो पीडा दिन्छु, मेरो खालीपन दिन्छु, ताकि उहाँले पनि महसुस गर्नुहोस्, यो शरीर कति बोझिलो छ, कति पीडादायी छ। म बारम्बार सम्झन्छु उहाँको त्यो बोलियो अँगालो, त्यो जिद्दी चुम्बन, त्यो लोलुप दृष्टि। मेरो शरीर अब मरो होइन, उहाँको भएको छ। रोगले खाए पनि उहाँको भोक मरेको छैन। म सोध्छु कि यो माया हो वा मेरो अस्तित्वमाथिको पूर्ण कब्जा? मेरो दया फोक्सो अब सास फेर्न पनि गाह्रो भइसकेको छ। हरेक सासमा पीडा छ, हरेक रातमा रगत छ, हरेक दिनमा उहाँको उपस्थिति छ। उहाँ आउनुहुन्छ, मलाई अँगालो हान्नुहुन्छ, मेरो दुब्लो शरीरमाथि थिचिनुहुन्छ र मलाई सम्झाउनुहुन्छ कि म उहाँको हुँ। मलाई लाग्छ, म यो शरीरबाट मुक्त हुन चाहन्छु। यो शरीर जसले मलाई यति धेरै पीडा दिएको छ, जसलाई उहाँले आफ्नो बनाउनु भएको छ। यदि म मरे भने पनि उहाँले मेरो शरीर छोड्नुहुन्न जस्तो लाग्छ। उहाँको माया यति गहिरो छ कि मृत्युपछि पनि त्यो जारी रहन सक्छ। भागलाई अझ विस्तार गर्दै मेरा दिनहरू अब गन्तीका भएका छन्। बिहान डाक्टर आउनुहुन्छ, एक्सरे हेर्नुहुन्छ, टाउको हल्लाउनुहुन्छ, नर्सहरू मलाई हेरेर दया लागेको आँखाले हेर्छन्। तर उहाँ आउनुहुन्छ भने सबै फेरिन्छ। उहाँको उपस्थितिले कोठा भरिन्छ, मेरो मन डरले भरिन्छ, मेरो शरीर थरथर कान्छ। म उहाँलाई भन्छु, मलाई छोड्नुहोस्, म सर्वा रोगी हुँ। उहाँ हाँस्नुहुन्छ र भन्नुहुन्छ, तिमी मेरी हौ, म तिमीलाई छोड्दिन। उहाँको यो कुराले मलाई झन् पीडा दिन्छ। यो माया हो कि मेरो मृत्युको प्रतीक्षा? मेरा सपनाहरूमा पनि उहाँ आउनुहुन्छ। पहिलो गुलाफको बगैँचामा म बसिरहेको छु, उहाँ आउनुहुन्छ र मलाई च्याप्नुहुन्छ। फुलका पत्रहरू झर्न थाल्छन्, किराहरू निस्किन थाल्छन्, म चिच्याउँछु, तर आवाज निस्किँदैन। मलाई लाग्छ, हरेक महिलाको जीवनमा एउटा पहिलो गुलाफ हुन्छ, सुन्दर तर छिट्टै रित्तिने। मेरो गुलाफ उहाँ हो। उहाँले मेरो सौन्दर्य, मेरो शरीर, मेरो इच्छालाई आफ्नो बनाउनु भयो। अब बाँकी के छ र? अन्तिम भाग विस्तार। अब म लेख्न पनि गाह्रो भइसकेको छु। डायरीको यो पाना मेरो अन्तिम पाना हुन सक्छ। यदि म मरे भने पनि यो डायरी उहाँले पढ्नुहोस्, पढेर बुझ्नुहोस् कि मेरो खालीपन के थियो, मेरो पीडा के थियो, मेरो शरीरमाथिको उहाँको अधिकारले मलाई कति सतायो। म पहिलो गुलाफ थिएँ, अब म किराले खाएको गुलाफ बनेकी छु। तर उहाँको आँखामा म अझै पहिलो गुलाफ नै छु। यो विरोधाभास मेरो जीवनको अन्तिम सत्य हो। आउट्रो। यो थियो प्रेमा शाहको पहिलो गुलाफ। अर्थात् छोटो छ, तर यसको प्रभाव गहिरो छ। यो कथाले यौनिकता, पुरुष प्रधानता, नारी शरीरमाथिको नियन्त्रण
रोग र मृत्युको सामिप्यमा आधारित मनोविज्ञानलाई छुन्छ कि यो कथा अझै सान्दर्भिक छ? लोग्नेको माया हो कि स्वार्थ? नारीले आफ्नो शरीरमाथि अधिकार खोज्न किन गाह्रो छ? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन पर्यो भने क्लिक गर्नुहोस्, साथीहरूसँग गर्नुहोस् र च्यानल चाहिँ गरेर थिच्नुहोस्। अर्को नेपाली कथा वा विश्लेषणमा भेटौँला। धन्यवाद।